हेलो गाइज, इट्स मी विनोद। आजको यस भिडियोमा चाहिँ म माइन्डसेटको बारेमा कुरा गर्दैछु। एक्सर्साइज पर्फर्म गर्दाखेरि हाम्रो माइन्डसेट कस्तो हुनुपर्छ भनेर। हामी धेरैले यस्तो सिचुएसन फेस गरेको हुन्छौँ हैन, जहाँ चाहिँ मानिसहरूले चाहिँ हाम्रो बारेमा कुरा काटिरहेको अथवा हाम्रो एक्सर्साइज फर्ममा चाहिँ कमेन्ट गरिरहेको, बडी सेपमा कमेन्ट गरिरहेको, यस्तो धेरै कुराहरू हैन। एक्सर्साइज पर्फर्म गरिरहेको बेला चाहिँ हामीले यस्तो कुराहरू फेस गरिरहेका हुन्छौँ हैन। हामीले चाहिँ नेगेटिभ वेमा लिने पनि गरेका छौँ हैन। आजको यस भिडियोमा म यसकै बारेमा कुरा गर्नेछु। एक्सर्साइज पर्फर्म गर्दाखेरि म के भन्छु भने सदैव पोजिटिभ माइन्डसेट लिएर हैन एक्सर्साइज पर्फर्म गर्नु होला है। कदापि कसैले तपाईको बारेमा कुरा काटिरहेको, तपाईको फन गरिरहेको, तपाईको एक्सर्साइजको फर्ममा कमेन्ट गरेको, तपाईको बडी सेपमा कमेन्ट गरेको, यस्ता कुरालाई लिएर चाहिँ तपाईले एक्सर्साइज पर्फर्म नगर्नु होला हैन। जति नेगेटिभ माइन्डसेट बनाउनुहुन्छ त्यति तपाईलाई चाहिँ त्यो नेगेटिभ साइडतिर चाहिँ धकेल्छ, जसले गर्दा चाहिँ तपाईको फिटनेस जर्नी हैन क्विट हुने चान्सेस बेसी हुन्छ हैन। म के भन्छु भने सदैव पोजिटिभ साइड लिनु होला। मेरो धेरै जसो क्लाइन्टहरूले यस्तै कुरा गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ यस्तै ब्यारियर्सले चाहिँ एक्सर्साइज पर्फर्म गर्ने टाइम चाहिँ डिफ्रेन्ट रोजेको पनि देखेको छु मैले है। के भन्नुहुन्छ भने एक्सर्साइज गर्दाखेरि चाहिँ हामीलाई मानिसहरूले हेरिरहेको जस्तो लाग्छ हैन, हाम्रो बडीमा सेपमा कमेन्ट गरेको जस्तो लाग्छ। उहाँहरूले हेर्दाखेरि चाहिँ मैले एक्सर्साइज नराम्रोसँग गरेको छु कि जस्तो लाग्छ मलाई, जसले गर्दा चाहिँ मेरो कन्फिडेन्स लेभल लो हुन्छ। म चाहिँ सकभर कोही नभएको टाइम प्रिफर गर्छु भनेर भन्नुहुन्छ है। पार्कमा होस्, अफिसमा होस्, घरमा होस्, जतासुकै होस् हैन, के हुन्छ भने मानिसहरू सदैव प्रेजेन्ट हुन्छन् हैन। घरमा तपाईको फ्यामिली मेम्बर्स प्रेजेन्ट हुन सक्नुहुन्छ हैन, पार्कमा साथीभाइ अथवा मानिसहरू हिडुल गरिरहेको हुनुहुन्छ, अफिसमा कलिग हैन, इम्प्लोइ, स्टाफ मेम्बरहरू जो पनि प्रेजेन्ट हुनुहुन्छ। म के भन्छु भने नेगेटिभ साइड हैन, पोजिटिभ साइडमा फोकस गर्नु होला। के त तपाईले पर्फर्म गरिरहेको एक्सर्साइज एकदम राम्रो लागेर हेर्नुभएको हो कि हैन, तपाईले तपाईको बडी सेप राम्रो देखेर चाहिँ तपाईबाट चाहिँ केही लिनु खोज्नु भएको हो कि हैन, तपाईको एक्सर्साइज फर्म राम्रो देखेर चाहिँ उहाँ आफैले त्यही फर्म कपी फलो गर्न आँटेको हो कि, धेरै कुराहरू हुन सक्छ हैन। नेगेटिभमा हैन, यसरी चाहिँ पोजिटिभमा फोकस गर्नु होला, जसले गर्दा चाहिँ तपाईलाई तपाईको गोलतिर नजिक पनि लान प्रेरित गर्छ, प्लस तपाईलाई एभ्रीडे एक्सर्साइज गर्नलाई पनि इन्करेज गर्छ हैन। यसले गर्दाखेरि तपाईको हेल्थ पनि इम्प्रुभ हुन्छ, तपाईको फिटनेस जर्नी अझ सक्सेसफुल पनि हुन्छ हैन। सो अलवेज पोजिटिभ साइड फोकस गर्नु होला। मैले फिटनेस जर्नी स्टार्ट गर्दाखेरि आई नेभर फोकस्ड हैन, मैले चाहिँ कहिले नेगेटिभ साइडमा फोकस गरिनँ है। मैले आजभन्दा 10 वर्ष अगाडि एक्सर्साइज जर्नी स्टार्ट गर्दाखेरि मानिसहरूले मलाई हेरिरहेको हुन्थ्यो, बट अहिले रियलाइजेसन के हुन्छ भन्दाखेरि चाहिँ मैले त्यो नेगेटिभ साइडमा फोकस गरेको भए म आजको यो फेजमा चाहिँ मैले एक्सर्साइज पर्फर्म गरिरहेको हुँदैन थिएँ भन्ने चाहिँ त्यो रियलाइजेसन हुन्छ मलाई है। तपाईहरूले चाहिँ सदैव पोजिटिभ साइडमै फोकस गरेर एक्सर्साइज गर्नु होला। एन्ड ट्रस्ट मी, तपाईको फिटनेस जर्नी ज्यादै सक्सेसफुल हुनेछ है, हेल्थ इम्प्रुभ पनि हुन्छ। सो अलवेज फोकस अन पोजिटिभ साइड। Thank you.